सोइता तपाईँ 22 गते कहाँ जाने हो? 22 गते म कहीँ जान्दै किन र? ला तपाईँलाई थाहा छैन यो आउने 22 गते त सामाखुसीबाट राजालाई तेस्रो पटक राजगद्दीमा राख्नको लागि शान्तिपूर्ण ठुलो आन्दोलन हुँदैछ नि। कहाँ सामाखुसी चोक? होइन यहाँ चाहिँ सामाखुसी चोक भयो काठमाडौँबाट होइन, यस्तै देशका हरेक ठाउँबाट आन्दोलन हुँदैछ राजालाई राजगद्दीमा राख्नको लागि। ए भनेपछि त हामी स्वतन्त्र नेपाली पनि सबैजना यस आन्दोलनमा सहभागी हुन पाउँदछौँ होला हैन त? ल सम्पूर्ण राष्ट्रवादी जसलाई आफ्नो देशको माया छ, जसलाई आफ्नो धर्मको माया छ, जो नेपाली हुँ म नेपाली बन्न चाहन्छु भन्छ, उसले चाहिँ राजालाई समर्थन गर्छ र राजालाई ल्याउने आन्दोलनमा सहभागी पनि बन्छ। तपाईँहरूले पनि सुन्नुभयो होला, यही आउँदो कार्तिक 22 गतेका दिन सामाखुसी चोकमा शनिबारको दिन 11:30 बजे सबैजना मिलेर हामी हाम्रो देशको अभिभावक ल्याउनको लागि जाँदैछौँ। यो सबैजना आफ्नो वरपरकालाई बताइदिनु होला, सबैलाई आह्वान गर्दा हुन्छ हैन त? हुन्छ। अब अलि ढिलो भएको छ, यसो गरौँ, अहिले मलाई हतार नि छ, तपाईँ चाहिँ कलङ्कीतिरको साइड जानु होइन, म चाहिँ यता कोटेश्वरतिरको साइड जान्छु। सबैजनालाई भन्नुपर्छ साथीहरूलाई ल। काठमाडौँ मात्र नभएर नेपाल अधिराज्यभरि हाम्रो यो आन्दोलनको लागि शान्तिपूर्ण र भव्य आन्दोलनको लागि भव्य र सभ्य बनाऊँ भनेर हामी सबैलाई आह्वान गर्दछौँ। तपाईँहरूलाई थाहा छ यो देश जोगाउनको लागि राजा र पुर्खा मिलेर विदेशीसँग युद्ध गरेर यो देशको भूमि माटो जोडेको हो। तर गणतन्त्र आउँदाखेरि आफ्नो दाजुभाइ काटेर आफ्नो दाजुभाइ मारेर लिएको गणतन्त्रले यति धेरै विध्वंस मचाइरहेको छ भने सोच्नुहोस्, राजा र पुर्खा मिलेर यो देशको भूमि जोडेको छ भनेपछि हामीले राजाको लागि कति के गर्न पर्छ। आज तपाईँ जुन ठाउँमा भात खाँदै हुनुहुन्छ नि, हो त्यो भूमि राजाले आर्जेको। त्यसैले तपाईँहरू सम्पूर्ण जनतालाई, नेपाली जनतालाई म विनम्र अनुरोध गर्दछु, म पनि स्वतन्त्र नेपाली नागरिक हुँ। त्यसैले सबैजना आउनुहोस्, राजा ल्याऊ, देश जोगाऊ। जय देश, जय नरेश।